आदरणीय दर्शक महानुभावहरू, म यहाँहरूलाई आज फेस थेरापीको विषयमा जानकारी दिन गइरहेको छु। फेस थेरापी भन्नाले के बुझ्नुहुन्छ? फेस थेरापी फेस भनेको अनुहार हो, थेरापी भनेको अनुहारको चाहिँ एउटा कसरत भनौँ न, एउटा अनुहारको चाहिँ मुभमेन्ट गर्ने र अनुहारमा भएका चाहिँ विकृतहरू मानौँ, अनुहारमा गाँठागुठीहरूदेखि लिएर अनुहारमा चाहिँ चाउरीपनदेखि लिएर अनुहारमा भएको चाहिँ तपाईँको फुस्रोपनदेखि लिएर अनुहारमा भएको तपाईँको चाहिँ अमेल खालको चाहिँ अथवा नमिल्दो खालको अनुहारको स्ट्रक्चरदेखि लिएर अनुहारमा चाहिँ चायापोतो अनि कालोपनदेखि लिएर अनुहार चाहिँ फोक्सो परेको, अनुहार चाहिँ सुन्निएको, उथलिएको, अनुहार चाहिँ शिथिल देखिएको अथवा अनुहारको चाहिँ यावत कुराहरूमा चाहिँ अत्यन्त राम्रो चाहिँ फाइदा पुर्याउने एउटा चाहिँ यो तपाईँको फेस थेरापी भन्ने चाहिँ म तपाईँहरूलाई अब गर्ने तरिका सिकाउँछु है त। आदरणीय दर्शक ध्यान दिएर हेर्नु होला। तपाईँहरूको चाहिँ तपाईँहरूले विरुद्ध चाहिँ तुरुन्तै बन्ने खतरा तपाईँ सिद्धिन्छ क्या। यो राम्रोसँग हेर्नुभयो भने तपाईँ बुढो हुनु पर्दैन, सित्तिमित्ती जवानै देखिन्छ, गाला टक्क चिल्ला पिरा देखिन्छन् गारा होइन। अनि चाउरी भन्ने कुरोले चाहिँ तपाईँलाई आक्रमण गर्न हत्तपत्त सक्दैन। तपाईँहरूले त्यो अन्य लगाइराख्नु पर्दैन, त्यो चाहिँ अन्य कुराहरू घसघास गर्ने कुराहरू है। ल हेर्नुहोस् है त।